यो लिफाफा पैसा सबै निकाल लिफाफा हेरान अहिले खुसी खुसी दुईटै डरले फोटो खिच्न दिए त्यो गरे कि यस्तो गरे यो मेरो मसला है भोकतिर त्यो टिका लगाएर टिका लागि लगाएर देखायो नि आशीर्वाद आशीर्वाद फोटो किन भएन भने शान्ति छोरले धेरै गर्न कसैलाई भन्छ म त गाडी मात्रै गर्छु र आशीर्वाद त्यही हो त गाडी खाने काम नगरे भन्ने हो कि बोलेर लाइट नहीं पुगेन मात्र उज्याली छु स्वयं देवी प्रकट हुनुभएको भद्रकाली देवी ल मामा 2 शब्द जाओस् दशैंको बारेमा
भाषण पनि माइ क्यामेरा के अरे आमाले गर्दा यसमा त हामी के बिहानी डाक्टर हुन्छ नि ओ त्यही नै मेरो त यसै ए बिचाउँछ तपाईँले आफै मिलाउने हो कि मैले लगाएको हुन्छ नि पकड यो पनि पौधा लगाएको त हुँदैन यो आइन साइज पर्छ क्या यसले ल्याएर देशमा राख्नु भयो त त्यहाँ धेरै पढ्यो धेरै लेखे मलाई पनि सानो है माथि लगाएको मैले अघि मसँग गाडी खर्च गरेँ भने आशीर्वाद दिइसकेँ त्यसरी खिच्नु है मैले पनि आशीर्वाद दिएको छु है ओके साइड गाडी काम नगरेर पनि मेरो आशीर्वाद दिइदिनु लाइटै परेन यतापट्टि आमै रहेछ त माथि राखी प्रमुख काममा अब त बिनाको कार्यक्रम पछि होइन अब नबिनहरूले लाउँछौ
यहाँबाट खिचिरहेको आशीर्वाद त्यहाँबाट भिडियो मैले 15 मात्र खेल्छु त्योभन्दा बढी म हारेन यस्तो भन्ने पनि नखेल्दा के भन्छ आफूले जित्यो भने सबै पैसा लगाउने चाहिँ आफ्नो हाल्ने त्यसपछि मेरो अस्ति गयो 30, 40, 50 रुपियाँ लिएर आएको होइन 20, 30, 35 अझै केटामा चाहिँ पाउँदैन पैसा छ गरिदिएर तपाईँले माइलाइनहरूले पनि दिनुभयो होइन म पाउँछु कि होइन ल हजुरले 600 रुपियाँ हाल्छ ल हामी अन्की कहाँ जाने भनेपछि त्यो पूजा गर्नु भएको थियो प्रसाद थाप्नु त्यो गुन्डाजीहरूले भन्नु हो नि आज पूजा गर्नु भएको छ प्रसाद नलाइदिने भने त्यसपछि जाने भनेको थियो यसको त अझ 200बाट आउनु छ डिआइजी अङ्कलकोबाट अनि सविता बहिनीकोबाट सविता बहिनी भने त्यहाँ छैन धेरै पैसा राति झरेर अन्त सादा कहाँ छ ज्वाइँले त्यो खुजरा पनि